Hi everyone, I hope you all are doing well. I'm here with another video so that I can share with you an update on personal tax clearance certificate. केही समय अगाडि पर्सनल ट्याक्स क्लियरेन्स लिनको लागि तपाई कर कार्यालय जानु पर्थ्यो, तर अहिले सिस्टममा केही अपडेट आएको छ। यदि तपाई एकल रोजगार हुनुहुन्छ, तपाई कार्यरत संस्थाले तपाईको इटिडीएस समयमा नै गरेको छ भने तपाईले आफै घरमा बसेर अनलाइन माध्यमबाट आफ्नो व्यक्तिगत कर चुक्ता निकाल्न सक्नुहुन्छ। हेरौँ है त कसरी। पहिला सुरु त तपाईले आन्तरिक राजस्व विभागको वेबसाइट भित्र करदाता पोर्टलमा गएर आफ्नो ट्याक्स पेयर लगइन क्रिएट गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले ट्याक्स पेयर लगइन गर्नुभयो भने सबैभन्दा राइट साइडमा ट्याक्स क्लियरेन्स भन्ने अप्सन देख्नुहुन्छ, जसलाई तपाईले क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि त्यहाँ तपाईलाई एउटा सेल्फ डिक्लेरेसन फर्म भर्नलाई दिइन्छ। त्यो भरिसकेपछि तपाईले आफ्नो एनुअल इन्कम, एनुअल डिडक्सन सबै विवरण भर्नुपर्ने हुन्छ। यसरी सबै डिटेल भरेर क्याल्कुलेट ट्याक्स गर्ने अनि सबमिट गर्ने र लास्टमा प्रिन्ट ट्याक्स क्लियरेन्स सर्टिफिकेटमा क्लिक गर्नुभयो भने तपाईले आफैले एकछिनमा नै ट्याक्स क्लियरेन्स सर्टिफिकेट निकाल्न सक्नुहुन्छ। थ्यांक यू एभ्रीवन।